हेलो हेलो नमस्कार साथीहरू, तपाईँहरूलाई हाम्रो मिनी ब्लगमा स्वागत छ। आज हाम्रो मकै भाँच्ने कार्यक्रम छ नि त। गर्मी पनि उबर बढ्दैछ, झापामा कति हो कति गर्मी, झापामा मात्रै हो कि अरूतिर पनि यस्तो छ साथीहरू। अनि त्यसरी बुवाले चाहिँ अघि मकै भाँच्नु भएको थियो नि त हामीलाई, अनि बुवाले खेतमै राख्नु भएको थियो, मकै भाँच्दै हुनुहुन्छ बुवा चाहिँ उतापट्टि, हामी मकै ओसार्दैछौँ। बिहानभरि चाहिँ अब घरकै काम यताउता बाख्रा बस्तु गर्दा गर्दै यतिखेर भयो नि त। अनि मकै लिन गयौँ हामी, बुवाले भाँच्नुभयो, हामी मकै दुईजनाले ओसार्यौँ। अनि त्यस पछाडि दिदी अघि अघि लाग्दै हुनुहुन्छ, म पनि छु पछि पछि। दुईजनाले मकै ओसार्यौँ। मकै चाहिँ घरमै लानुपर्ने हुन्छ नि त, मकैमा लगेर भत्यायौँ। गर्मी चाहिँ भनेको कति हो कति, गर्मीले नै मार्छ होला हौ मान्छे त जस्तो लाग्छ। अनि दिदीले नि भत्याउनु भयो, अनि खरो भएर पानी खानु थालेको। दिदीले चाहिँ मलाई छेक्नु भएको अरे क्या। अनि म पनि कहाँ कम त, म पनि आउँछु छोड्नु, मलाई पनि देखाउनु भन्दैछु क्या त्यहाँ भिडियोमा। अनि म पनि देखिन्छु, देख्नुपर्ने हुन्छ नि त, मैले म नआए त भिडियो हुँदैन, अपुरो हुन्छ भन्छु म। अनि केही छैन, अचाल हाम्रो सब्जी पनि भर्खर फर्सेको गड्डा फल्नु थालेको छ, अब जोत्नेलाई भइहाल्यो। अनि दिदीले चाहिँ बुवालाई पनि देखाउनु भएको अरे, बुवालाई देखाउनु भयो। अनि पसिना कति आयो हेर न भन्दै हुनुहुन्छ मलाई। अनि त्यस पछाडि यति गर्दा गर्दै हामीले मकै भाँचिसक्छौँ। मकै भाँचिसकेर दुईजना देउरानी जेठानी चाहिँ लुगा धोएछौँ। लुगा पनि हाँसारा दिदी के भन्नुहुन्छ। अनि लुगा धोयौँ दुईजनाले, लुगा धोयौँ। अनि लुगा धोएर सुकायौँ। लुगा धोएर सुकाएर बस्तु बाख्रा पनि सार्नुपर्ने हुन्छ नि त, घाम कति छ। अनि त्यस पछाडि अनि गाई सार्न गयौँ। गाई सारेर दुईजना गाई सार्नुभयो, दिदीले गाई ठोक्नुभयो। अनि हेर आकाशमा कति घाम लागेको भन्दै हुनुहुन्छ क्या। अनि घाम पनि देखाउँदै हुनुहुन्छ दिदीले, अनि ठोक्ने पनि देखाउनु भएको होला। त्यस पछाडि अनि घर ठोक्यौँ गाई बस्तु सारेर चाहिँ। अनि हाम्रो काम छैन नि त अब, मलाई माथि देखाउँदै हुनुहुन्छ, म चाहिँ के गर्छु फेरि हाँस्नुपर्छ नि त मलाई। अनि बाछा ठोकेँ मैले। त्यस पछाडि गाई बस्तु ठोक्यौँ, दिदी र मैले ठोक्यौँ। आऊ अनि हाँस्दै अनि त्यो सानो पुन्टुरी बाछा छ नि त, त्यो गाईको सानो बाछा हो हाम्रो। त्यति भन्दै चाहिँ बाई बाई गाइज, फेरि भेटौँ।